ल्याएको कमेन्ट सेव पनि गरिदिनु होला हो भन्दै ल रिस जुन लाग्नु आछ दिन्छु ओइ पा पक्रेर कोल्ली भयो मै त बस लौरे छोरी उद्योग हेलो एभ्रिवान म चाहिँ खलङ्गाबाट हिजो घर आएको घर आएर पनि यहाँ गोठा आएको आज माथि गोठ भैँसा रहेछन् गोठ जान लाग्छु त्यो गाई जस्तो पानी परिरहेछ बारीकोटमा यस्तो दाम ठाउँ रहेछ गोठ यता चाहिँ हामीहरूको बाँकी गाला के छ खपिस बाघले सबै आएको जाउँ त्यो गाड हामीले बाख्राहरू लगाएको थियौँ बाख्राहरू पनि भेट्छ पुग्यो सबै यिनीबाट कता हुन्ल्यो बा हिलो यस्तो छ कि गोठभित्र यहाँ कचकच गर्ने यस्तो हिलो छ गाइज हाम्रो कबुन्सी हामीहरूको बाख्रा छन् गोठको हालखबर यस्तो छ ल सुमादी खबिस म सकिया छ मम्मी ढुवाल छ क्या एउटा भयो खाइदिन्छ ढल छ कुन फिल्म मसँग पाएर फिल्म हेर्न गोठालाहरूको जिन्दगी आगो यस्तरी आगो मजाले बल्या छ बिहानै तिमीहरू उड्नेनौ बग्रेट दोस्रो पेन यस्तो भएर गोठो अवस्था पारो यहाँ पारी पिउ पिउ त्यो गाई अहिले पछि हामीहरू नास्ता सास्ता खाएर अब डाला जानु पर्ला हिजोको भाँडा सारा धोएर आउँछु यस्तै भाँडा मात्रै भाँडा धुन जान्ला छ यार यहाँनिर हाम्रोको बाख्रा खोरे यहाँ यता रहेछ मान्छे बस्ने उता पानी कहाँनिर पो छ मलाई थाहा छैन मजाको आउने रहेछ भाँडा सारा माग्छु यति भाँडा लिएर आएको छु भाँडा माग्छु गाईहरू त्यही हो अहिले एकछिनपछि भिडियो बनाउँछु भाँडा कुरै पनि धोएँ गाई जब म चाहिँ हात खुट्टा धुन्छु मुख पनि धोइसकेँ खुट्टा धुन्छु कति कालो खुट्टाउनु खुट्टा जिन्दगी क्या यस्तो कालो जिन्दगी लिएर आएछु खुट्टा धुन्छु भाँडा धोइ रुगा लागेर मर्ने बेल भएको छ यार त उयो यस्तो छ कि यस्तो राम्रो चौर छ नि ठुलो छ त्यहाँदेखि यो पुरै ठुलो माथिसम्म ठुलो चौर छ अनि बिचमा उता घोगाहरू यिनी स्याट हालेको यिनी उहरू सिमीहरू घोगाहरू तल हाम्रो गाउँभन्दा अर्को नाइबाडा भन्छ नि त्यहाँ गाउँको मान्छेहरूले लगाओ अन्त गोड राख्न मिल्ने रहेछ अनि हामीहरूको यो वर्ष यहीँ राखेको चेन्ज गरिराख्छन् कि कहिले कता बाख्रा खोरे यहाँ छ बाख्राहरू धेरै छन् बाख्रा धेरै छैन ठिक्कको मिडियम सानो यति बाख्रा छन् 10, 15, 20वटा जे होस् र यही बेसी धुनु छ ल खपिसा कहाँ जानु लाग्यो बाख्रा यहाँ भ्याया बाख्राबाट यता छन् अरू बाख्रा त खोरमा छन् गोठ पनि आइगा भाँडा सारा धोएर सुरज चाहिँ पढ्न लाग्यो क्या हो नि के पढ्न लाग्यो अब बलिनु सकिन लागेको छ है भाँडा राख्दा ल त मैले मै बिन लाग्नु भएको छ अहिले मै बिन बिहान किन बिहान नै मै बिल्ने
घिउ पर्न लागेको छ। मही चाहिँ बिल्ने मही दही खाने गोठा लाग्ने गाईहरू मोज छ नि सुख त के जुगा बाबु जुगा लाग्यो कि आफै दुध आउँछ मही छिगुन आफै जान्छ दही हुन्छ त्यहाँबाट दुध हुन्छ त्यहाँबाट मही हुन्छ दिन्छु घिउ हुन्छ मोच मोच ओके बाल्टिङ ल्या म भुइँसो धुन्छु भुइँसो धुन सक्छु हिजो त धुन लागेर नसकेर यो बाल्टी भुइँसो धुने भुइँसो त्यहाँ छ म भुइँसो धुन जान्छु भर्खर पारो छोडेको छु हेर्ने र यस्तै बनाएँ भुइँसो धुन लाग्न दिन्छु गाइस अहिले चाहिँ हामी खानासाना खाएर सबै सुरक्षितले एउटा डाला बिटो पनि ल्याइले नि ल्याएर सब गरेर अगाडि भिडियो बनाउन पाएन काम गर्नुपर्छ भिडियो मम्मी गाल गर्ने भिडियो बनाउनु पाएन अनि अहिले भिडियो बनाउन लाग्छ हामीहरूको भुइँसो त्यो कहाँनिर छ देखिया छैन त्यो भुइँसो चढाउन आएको छु अब म डाला जान्छु यिनीहरू म बिहान डाला जाने भनेको थिएँ खाना पकाउन लागेर अहिले भर्खर खानासाना पकाइसक्यो अनि यता भुइँसो छ भुइँसो अनि म यता छु कहिले छ उन्यु जाउँ हामीहरू उन्यु काटेर ल्याउँछु ओछ्याउने अनि त्यस पछाडि म डाला जान्छु सुरक्षित कामसाम गर्छु पुरै काम गर्नुपर्छ गोठा पनि यस्तो छ बाटो पनि सानो खाली बस्ने ठाउँ कहाँ छ कहाँ त्यता हान्दैन भुइँसालाई हुन्छ चढ्छ जाउँ हामी उन्यु काटी ल्याउँला नचढ जाउँ 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 क्या नआन्के भुइँसामा चढ्न दे है बाबा हिलो यहाँ यस्तो हिलो छ यार उन्यु काट्छेर भक्का भग म त काट्ने नि मैले भिडियो बनाउनै बस्ने हो एभ्रिवान मैले अघि नै काटेको अहिले दिदी लाग्न काट्नु भएको छ काटेर भ्याएर अहिले गोठा जान आएको छु दिदी भने बिटवाला लाग्नु भएको छ के गर्नु गोठालाको जुनी गोठालाको जुनी यस्तै छ के गर्नु गाइस लागेकी छु हामी दिदीको बिटो त दामी छ है दाबी अब हामी सकेर दिदी अगाडि जानुभएको छ म त्यस्तो पछाडि नै छु हाम्रो भिसो पनि छ फेरि भिसो त बिजु नि भिसाको के गर्नु गाइस डह्रो समय छ कि जानु पर्ने अरे हेर्नु न यो धागो भन्ने चिज पानी पनि मुल्जाएको छ ल्याएको कोमिङ सेव पनि गरिदिनु होला हो गर्दै ल साउन्डमा छ यस्तै छ यार ठीक गाइस म डाला पनि ल्याएर आइसकेँ अब भुइँसो नहरेर पनि हालेर भुइँसो है ल जा उता भुइँसो लाउन जान लाग्छु अनि म चाहिँ डालासाला ल्याएर अघि भर्खर छ ल अन्त बाख्रा पनि आयो क्या उ त्यो गोठमा आउनु जा त बाख्रा हेर त
यता आउँछु न हामीहरूको गोठ चाहिँ हिँड्ने रहेछ यस्तो सुरक्षी बहिनी प्यारी मेरो बहिनी कसको गाई हो गाइज यहाँ सिमी लगाएको छ सिमी पसेको छ यार यहाँ कसको यहाँ अन्त भर्खर देखेँ कसको गाई रहेछ यार यहाँ मासु चाले खाद्य यहाँ यहाँ यस्तो सिनो रहेछ भाइ ब्लड त है बाबा बाख्रा पऱ्यो हरिया पनि खोइ नगइकन अहिले भर्खर आएको छु भगवान बाख्रा चाहिँ कता आयो मुसो पनि धुनै नसक्नु बराबर अलिअलि त धोएको छु खोइ नगएर बाख्रै नबिखानु बोलाबलाई अनि बाख्रा सबै बाख्रा आइकन बाख्राबाट सबै त आइका भगवान बाख्रा हरेर चेता त उडेको नि सुरक्षी आफै आइका नि बा हामीहरू त खोज्न गयौँ हे भगवान बाख्राभरि लगाउँछु बान्छु सबै त्यो गाई बाख्रा सबै आयो यहाँ दुध खान लाग्छु पिउ पिउ अन्त भगवान कस्तो खुसी लाग्यो यार अघिनीहरू खोज्न गयो नभेटाएर सो गाइज अहिले चाहिँ हामीहरूको बाख्रा पनि भेटिगा अगाडि बाख्रा दिन यहाँ क्या सुरक्षीजी यता हिँड्छ यस्तो चिन्ता भए रोइगयो थियो नि हामी कस्तो भएको थियो नि अहिले यता आएन यस्तै बाख्रा ल्याएर यसो कहिले भएको थिएन क्या अघिबाट खोज्न गयौँ अहिले पछि बाख्रा पनि भेटिँदैन भने मम्मीलाई फोन गर्न लगाएको थियौँ ट्याक्क बाख्रा आइगा यस्तो मजा भयो नि यता हेर क्या त्यो गाई जब हामीले यहाँ पानी लिन आएको छु खाना पनि पकाल्यौँ अब खानसान खान्छु सुत्छु छ आज गोठो नि मम्मीहरू सब घर गइगा 2 दिन मात्रै छु तर बैकहाँ घाँस सास हाल्यौँ अब हामीहरूको पनि घाँस हाल्छु बगेटा हाल्छु अनि सुत्छु होइन त्यो गाई खाना पनि पकाल्यो खाना खान्छु सुरक्षी निचे लाजनी खान्छु मन भाजी कस्तो मजा हुन्छ नि खाना लाछु खाना यस्तो गोठो खाना हामी 2 दिन मात्रै छु एक्लै न म यता छु खाना हाल्छु अनि पैसा सुइसा सब बानिसक्यो यस्तै भयो कि यस्तो भएको अब म खोइन गएँ त उद्यार भएको 2 दिन मात्रै छु अब खाना खान्छु खान्छु डाँडो मै गरेर डाँडो खोरुँदैन छु खाना खान लाग्छु गाइज हामी दुबै बहिन्छु कि हुनु पनि के गर्नु गाइज यस्तै छ बिचल्ला बाख्रा हरेर अहिले चाहिँ आएकी छु दाल टक बारेर खानु पर्यो त्यही गाइज अब हामी खानासाना खान्छु अनि त्यसपछि सुत्छु अन्तिम समय भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि म नेक्स्ट टाइम अर्को भिडियो बनाउँछु हजुरहरूले धेरै माया गरिदिनु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला सब्सक्राइबर हस् त धन्यवाद थ्याङ्क फर वाचिङ